अलराइट सो अहिले चाहिँ अर्ली इन द मर्निङको ठ्याक्कै लगाएर भन्नुपर्दा 4 o'clock भयो अनि हामी भन्नाले नि म चाहिँ एक्ज्याक्टली मामा घरमा छु आज। हामी चाहिँ आज वेडिङ एटेन्ड गर्ने अनि भोलिबाट फेरि रेगुलर एज युजल काम जाने। सो अहिले चाहिँ 4 o'clock कोही पनि उठेको छैन अर्ली इन द मर्निङ। हामी चाहिँ रातभरि तास खेलेर पछि चाहिँ यहीँ खेलेको होइन, दामी रमाइलो भयो, बहुत मजा भयो। ल किप लभिङ, थ्याङ्क यू, खापुङ खाप। अहिले चाहिँ म टक्क चिया खान लाग्यो, आगो बाल्दै। यता चाहिँ कुखुरा बाख्खर बास्यो अनि अहिले मर्निङको 4 o'clock भयो, टक्क लगाएर है साथीहरू लभिङ है। अहिले चाहिँ हामी यहाँनिर हल्का लगाएर खानपिनको तयार भइरहेछ। भुटुवा टक्क रेडी भएछ। मामा कस्तो भइरहेछ भुटुवा? सो आज चाहिँ हामी विवाह घरमा छौँ अनि हामी चाहिँ केटीतर्फ अनि अहिले चाहिँ मर्निङमा टक्क लगाएर भुटुवा रेडी हुँदैछ है। हाम्रो दाइले चाहिँ भर्खर कोरिएन्डरले यस्तो दामी टच दिनुभएको छ। मामा कस्तो छ? नमस्कार है सम्पूर्ण। आज हामी चाहिँ छोरी बिहामा छौँ, एकदमै स्वादिष्ट चाहिँ हामीले भुट्टा बनाउँदैछौँ, देख्न सक्नुहुन्छ अनि यहाँ छरेर होइन एकदमै मिठो छ। अब हाम्रो निम्तारीहरूलाई चाहिँ एकदमै आत्मसन्तुष्टि बनाउने भन्ने हाम्रो अपेक्षा छ। ल एकछिनपछि भेटौँला है। ल यसमा कुखुरा पकाइदिने। यता चाहिँ खाना पाकिरहेछ होइन अनि यता चाहिँ फेरि पुरा मटन है, मटन यता चाहिँ पुरा मटन पाकिरहेछ होइन। सो यस्तै छ यहाँ बिहा घरको माहौल चाहिँ अलिकति बहुत सिनेमेटिक छ होइन। त्यही हो। अब चाहिँ यहाँनिर चाहिँ हल्का स्यालेडहरू रेडी भएको छ, स्यालेडहरू यता यस्तो छ होइन। हाम्रो निशान दाइले चाहिँ स्यालेड बनाउनु भएको होइन। के छ कस्तो छ दाइ आजको? हो तपाईँ त हिजो दर सुत्नु भयो कि होइन? हामी चाहिँ रातभरि तास खेले, दाइ चाहिँ सुत्नु भयो है। ल ठिक छ, एकछिनपछि भेटौँ है त। थ्याङ्क यू, किप लभिङ। सो आज चाहिँ हाम्रो यहाँ वेडिङमा चाहिँ म चाहिँ काम गरिरहेको छु अरे। अहिले चाहिँ हाम्रो यहाँनिर बन्दा र काउली पाकिरहेछ होइन। काउली र आलु अनि चना पाकिरहेछ। यतातिर दाल पाकिरहेछ होइन अनि यतातिर चाहिँ मटन ग्रेभी है, मटन ग्रेभी पाकिरहेछ। सबैजनाले आफ्नो डिपार्टमेन्ट एउटा बस्नु चलिरहेछ होइन। यो चाहिँ माथि चाहिँ ड्याडी र मामा गफ गर्दै र यतापट्टि चाहिँ हाम्रो मामा होइन। मेरो मामा र म चाहिँ आज हाम्रो हजुर हजुर आज हामी यहाँ एउटा चाहिँ विवाहमा छौँ होइन। हाम्रै छोरीको यो काउली बन्दा आलुको चाहिँ डिसमा चाहिँ हाम्रो भान्जा र मलाई राखिदिएको छ। एकदम हामी एकदमै राम्रो पकाउने भन्ने प्रयास गर्दैछौँ। अब हेरौँ कस्तो हुन्छ। प्रतिक्रिया चाहिँ हामी अहिले पछि जनताहरूसँग लिन्छौँ। नेक्स्ट जन्ती जो आउँछ उहाँहरूले खाएपछि हाम्रो डिस हाम्रो डिसको चाहिँ उहाँहरूले कतिको मिठो मानेर खानुहुन्छ भन्ने कुरा चाहिँ हामी एकछिनमा देखाउँछौँ। ल ल यति भन्दै अहिलेको लागि चाहिँ बिदा हुन्छौँ, धन्यवाद। ल एकछिनमा भेटौँला है त। राइट अहिले चाहिँ हामी ठ्याक्कै मामा घरमा छु, म माथिल्लो मामा घरमा। अनि हामी चाहिँ अब उता तल दोकान जान लाग्यो किनभने वी हेभ टु चेन्ज गर्न छ। चेन्ज भन्नाले नि वी हेभ टु एक्सचेन्ज आवर मनी। यहाँनिर वेडिङमा चाहिँ अलिकति के खोजेर पैसा चाहिन्छ भन्ने कुरा आएर चाहिँ वी आर गोइङ देयर। म र दाइजना लाग्यो अनि अहिले चाहिँ हामी एकछिनमा तल गएर सी यू अगेन ब्याक इन द ब्लग। अनि कस्तो हुन्छ जन्ती सन्ती आएपछि खिचौँला है त। ल
दाउतानी दुलाइपट्टि गाउनालाई आउतानी ड्याडी र म चाहिँ यता दर्पत होइन अनि मम्मी चाहिँ यता